सो हेलो एन्ड नमस्ते सबैजनालाई मेरो प्यारे प्यारे भक्तहरूलाई मेरो सबैजना मेरो 900 जना फ्यामिलीहरूलाई धेरै धेरै माया अनि मिठो सम्झना। आज चाहिँ म प्यालो कब्रामा धेरै धेरै माया मतलब कि मलाई देख्दाखेरि हजुरहरूलाई एक्साइटेड लाग्यो होला के मतलब कि मेरो शरीरमा यस्तो चिजहरू छ हैन मतलब अनकम्फर्टेबल के मतलब कि म मासु खाँदैन म नुन खान्छु लसुन प्याज खाँदैन मेरो शरीर पवित्र छ के त्यसैले मेरो शरीरमा भगवानले बास गर्नु भएको छ। मतलब कि त्यो ज्ञान मन्त्रहरू हजुरहरूलाई मतलब त्यस्तो कुनै बिरामीहरू समस्या हुन्छ भने त्यहाँ मैले त्यो व्हाट्सएप नम्बर तल राख्दा छु हैन कल गर्नु जति बेला पनि मैले भने नि यो वर्ल्डमा जसलाई पनि दुःख पर्छ एनी टाइम म साथमा छु सपोर्टमा छु। त्यसैले होला भगवानले मलाई पवित्र र स्वस्थ बनाएको हेर्नु म शरीर फिट एन्ड फाइन छु। अब अहिले मलाई देउता मतलब पुज्ने भनेर हेर्नु मेरो हातमा यस्तो राखी बाँधिदिनु भएको छ यति राम्रो नयाँ कब्रा हेर्न सक्नुहुन्छ मेरो फुल गेटअप। म मान्छे ह्यान्डसम हो के त्यसैले भगवानको नै पवित्र मान्छे हो म ह्यान्डसम मान्छे हो। त्यसैले लाइक कमेन्ट भिडियोलाई सेयर अनि युट्युब च्यानललाई सब्सक्राइब अहिले के हुन्छ सब देखाउँछु। अब त्यो कारणले गर्दाखेरि मेरो हल्का दिमागमा शरीरमा समस्या हुनुको कारणले गर्दाखेरि मेरो बाजेहरूले मेरो सबै गाउँको समाजले मलाई ठिक गर्छु भनेर पवित्र गर्छु भनेर मेरो आत्मालाई पवित्र गर्छु भनेर शरीरलाई पवित्र गर्छु भनेर देउता मान्छु भनेर मलाई भन्नुभएको छ। आशा छ मेरो बाजेले मेरा बाजेहरू मेरा बा आमा सबैले ठिक गराउनुहुन्छ। बाजे नातिलाई ठिक गराउनुहुन्छ किन सब मेरा मामा ठिक हुन्छु किन बाजे ठिक हुन्छु म ठिक हुन्छु म त पवित्र छु मेरो शरीर पवित्र छ मेरो देउता पवित्र छ मेरो भगवान पवित्र छन् मेरा बा पवित्र छन् मेरा आमा पवित्र छन्। मलाई थाहा छ भगवान आमा बा भन्दा माथि भगवान होइनन् आमा बा त्यसपछि भगवान किनभने भगवानलाई नै जन्माउने आमा बा भन्दा। त्यसैले अब मेरो के हुन्छ हेर्नु होला हजुरहरू मलाई माया सपोर्ट दिनु। ओम नमः शिवाय 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 ओम नमः शिवाय। हुन्छ बाजे त्यो घन्टी दिनु पैसा आएपछि मिलाउला पैसा पैसा ठुलो कुरा होइन भगवान सबैभन्दा ठुला पवित्र भगवान छन् मान्छे पवित्र। यो बाजेको टुप्पी देखाइदिनु त बाजे टुप्पी भनेको मान्छेको एउटा पवित्र स्थान हो के मेरो टुप्पी छैन हिन्दूको चाहिँ निशानी हो यो। बाजे मान्छेहरूले के गर्दा राम्रो हुन्छ के गर्दा नराम्रो हुन्छ मेरो भ्लगमा भनिदिनु त। मान्छेलाई के गर्दा राम्रो चाहिने व्यवहार गर्नु पर्यो नचाहिने व्यवहार गर्न मिलेन शुद्ध बोल्नु पर्यो अनि दिदी दिदी सन्ध्या दिदी बोल्नु न मसँग बाजेले दिनुभयो हुन्थ्यो। ल अब हामी चाहिँ ध्वजा घन्टी लगेर जान्छौँ अनि पवित्र हुन्छौँ मजा आउँछ आज। अनि मेरो मम्मी बिरामी भएको बेला अनि म बिरामी भएको बेला सधैँ बजेहरूले साथ दिनुहुन्छ क्या त्यही भएर अब म यस्तै साथ अब मैले दिनु छु सबैलाई किनभने मेरो शरीरमा पवित्र भगवानले बास गर्नुभएको छ देउताले बास गर्नुभएको छ। मैले यति साथ गर्न पाउन्न र बाजे साथ दिन अब बाजे मान्छेलाई ठिक गर्ने किन मैले मान्छेलाई अनि आफूलाई साथ दिन्छ भने अर्कोलाई साथ नदिने दिने त बाजे अवश्य त्यो त सम्भव छ निश्चित। यो भनेको आमा बा भन्दा ठुला भगवान छैनन् आमा बा त्यसपछि भगवान किनभने भगवानलाई जन्माउने पनि आमा बा हो नि त। गणेश भगवानका पिता शिवजी शिवजीका स्त्री बुढी पार्वती शिवजीका पुत्र गणेश कमार। ओम नमः शिवाय ओम नमः शिवाय। अब चाहिँ म ठिक हुनलाई अब जान्छौँ ल बाजे फाइनल्ली हाम्रो सामान मिल्यो कि नआए अब त पवित्र हुने त अब त काम गर्नु पाती छ बाजे पाती छ भाग 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 ओइ 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 मेरो त खुट्टा भाँच्चे आयो यार ओइ म त फेरि आफ्नो खुट्टा भाँच्चा पनि भुलि जान्छु यार बाजे। अब पाती अनि अलिकति दुबो पनि चाहिने होला त बाजे त्यो त हो बाजे हाम्रो त्यो घर पछाडि छ त्यो पाती राख्ने शुद्ध गर्ने बाजे। ल ल ल भागौँ 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 अब बाजे म पनि सबैलाई ठिक गर्छु है तपाईँले जस्तै म सबलाई ठिक गर्छु। अब ल म यहाँ बस्छु
बना भए पनि जस्तै भने यो पछि भोलि बिहान यिनीकै मठ मन्दिर गएर गएर रोजी खोजी गर्न ससुराले त प्यालो धजामा र रातो धजामा उठाउनु पर्छ होइन यो धजामा चल्छ पवित्र छ अरूको कुरा सुन्ने होइन बाजे तपाईँले जे गर्नुहुन्छ गर्नु नै माथि यो दैलेखका ससुरालाई सोधेको थिएँ दैलेखका ससुरालाई के थाहा छ तिमीले पनि यो हुन्छ धजा पवित्र भोलि भनौँ कोही भोलि हिँड्दाखेरि माथि जाँदाखेरि आफूले लिएर खाला होइन जस्तै यो 5 रुपियाँ मेरो पर्समा होला घन्टी भयो छ त्यो 5 ओ बाजे बड्डा बाजे बाजे म त नाच्छु त म त खुसी छु त बाजे हजुर ल ल ल ल छिटो छिटो काम गर ल ल दाने भए परमेश्वरी त्यो जस्तै भनौँ यो देउता अब फुल भैरव काल भैरव जस्तै भनौँ आदि गरेका तिमी जस्तै भनौँ दे देउता होला तिमी चौराटाका दमैका भनौँ जे होला होइन जस्तै भनौँ तिमी जस्तै भनौँ कसैबाट रोयरीबाट लाग्यो होला कोइरी यता यता बस्नु बाजे त्यता पवित्र छ बोलीको बलिबाट लाग्यो होला होइन यिनीहरूले केही कपाल गरे आउनु त्यो कपाल पुर्याएन कालो बोक्यो खुनासी होला कालो ल जाने भए परमेश्वरी भोलि भनौँ कालो बोके जस्तै भनौँ भने जस्तो झाउलो छाउलो भनौँ जस्तै यसको हुन पर्यो अहिलेबाट जस्तै भनौँ जस्तै कसैको भनौँ बाहिरको केही लाग्दो खालो भए पनि जस्तै भनौँ घरका कोही जस्तै भनौँ कसैका आना मिनाबाट कसैको जस्तै माटीबाट कोही होइन भए पनि जस्तै भोलि भने तिम्रो चाहिँ भनौँ सागबाडी मास्यो भनेपछि भोलि भनौँ कसले के हुन्छ त कसले के गरिदिन्छ तर यो सागबाडीलाई तिमी गर्नु पर्यो सत्यता जे भाइ छौ सत्यता तिमीसँग छ भने अहिलेसम्म जस्तै जाने भए चप्पल फाल्नु चप्पल हटाउनु रोजी खोजी गरे आजबाट तिम्रो रोजी खोजी गयो अनि तिम्रा मठ मन्दिरमा गएर जान्छ मुख तिरिन हाडो गोबर गरेर तिम्रो मठ मन्दिरमा पुग्नेछन् कालो बोके यो बच्चालाई यहाँबाट लिएर मुक्सिरको महिनासम्म जेठ पर्वबाट लिएर मुक्सिर पर्वसम्म जस्तै भनौँ तिम्रो बारेको जस्तै भनौँ मुख जाने भए जस्तै तिमीलाई भनौँ हेला गर्न जानेन अथवा तिमीलाई पुकारा गर्न जानेन तिमीलाई तिम्रो रोजी खोजी गरेन उहिले भनौँ खाइदिएर लागेपछि पनि पार्टी लागेपछि पनि यस्तै हामी निन्दमारीका जन जस्तै भनौँ चारजना पाँचजना जस्तै हामी भएपछि जस्तै भनौँ देव हुन्छ पञ्चैमनीको राजा हुन्छ पञ्चैमनी होइन कालो बोके अग्रियालो चाहिँ तिमी कालो बोके हुँदैनौ खेल्नु नभेटा कालै बोके चाहिन्छ सेतो बोके चल्दैन रातो बोके चल्दैन कालो बोके चल्दैन कालो बोके भैँसीको दुध नखाएको अनि तिमीले एउटा यति भित्तामा बसेर भएन भने जस्तै भनौँ दिएकै नि नाइ सन्चो हुन्छ कालो बोके कालो बोके परमेश्वरी अहिलेबाट तिम्रो आलीपाली हुन् तिम्रो आलीपालीलाई बचाएन भने भोलि भनौँ तिम्रो रोजी पनि हुँदैन तिम्रो खोजी पनि हुँदैन तिम्रो पनि बदनामी हुन्छ भोलि भनौँ जस्तै यहाँबाटलाई जस्तै जेठ पर्वदेखि यो पुत्रलाई ठिक हुन्छ जस्तै यिनीहरू रोजी गरेन भने यिनीहरूको सत्यनाश होइन भने तिमीले जति गरेन भने ओम नमः शिवाय आजबाट जस्तै पाठो होइन बोके कालो बोके हामी गरौँ कालो बोके कालै बोके दिन हामी सहमति छौँ तिमी भागमती शान्तमा राख्यो मलाई कुचिल पुचिल चल्दैन धुइरेवाला तिम्रो वाला जस्तै भनौँ जस्तै भनौँ तिम्रो बारे जस्तो वाला जस्तै कसैको पनि मिल्छ
बाटो लाग्नु पर्यो यसरी। ल दाहिने बायाँ परमेश्वरी ए बच्चालाई पहिलेबाट चाहिँ एकदम बस्यो शान्ति रहन्छ शान्ति हुनेछ अवश्य सम्भव छ शान्ति हुन्छ तर कालो बोके चाहिँ चाहिन्छ फेरि कालो पनि कालै बोके दिन हामी सहमति छौँ। कालो रातो कुनै बोलेको चल्दैन कालो बोके कालै बोके दिन सहमति छौँ परमेश्वरी। तिमी धागा जियो बसिदेऊ। जियोभन्दा जस्तै भन्नु जस्तो मिठो चाहिँ ठुलो हुँदैन जियो मात्रै नभएछ त्यही मिलाउने बस्छ यो 5 रुपियाँ भने जस्तो तिम्रो यो तिम्रो चाहिँ माना भयो यो धतनीय भए जस्तै भन आज मानेन भने भोलि भने तिम्रो चाहिँ भन जति रोजीखोरी गरे पनि हामी सुन्नेवाला छैन सुनिँदैन। सुन्नेवाला त्यहाँ बाल हत्या, बर्मा हत्या, कन्या हत्या। कन्या हत्या सब लाग्यो यो गर्न भएन नागा बस्या लाग्ला श्रद्धालाई हामी गर्छौँ ल दाहिने बायाँ किन हामी तयार छौँ परमेश्वरी। यो कहाँ बच्चालाई शान्ति रहनु पर्यो यो कहाँ यसलाई देउता थानमै राखिदिँदा ठिक होला देउता थान तेरो बाजे आएपछि राख्नुहोस् हामी त्यो राख्छौँ बड्डा पवित्र छैन मम्मीले राखिदिए हुन्छ होइन एउटा मम्मीले बाजे सधैँ अपवित्रै छ ल ठिकै छ एउटा प्लास्टिक ल्याऊ मलाई चाहिँ बाहिर राख्दैन बाहिर यता सुन